अहिले हामी आइपुगेका छौँ नेपालको एउटा दुर्गम क्षेत्रमा जहाँका बासिन्दाहरूले सरकारका विरुद्ध हतियार उठाएका छन्। हामी यिनीहरूका मन्तव्य जान्न चाहन्छौँ कि यिनीहरूले सरकारका विरुद्ध यो छेडेको मिसन आखिर यिनीहरूको माग हो के, यिनीहरूले सरकारबाट के चाहन्छ। हामी सर्वप्रथम बहुदलीय ग्रुपका लिडर अमित शाहलाई सोध्न गइरहेका छौँ कि उनीहरूले छेडेको मिसन र सरकारको विपरीत उठाएको हतियारमा यिनीहरूको माग हो के। नमस्कार, मेरो सबभन्दा पहिला नेपाली जनताहरूलाई लाल सलाम। म यो भन्न चाहन्छु कि म सरकारको विरुद्ध आवाज उठाएको होइन, म सरकारको सिस्टम विरुद्ध आवाज उठाएको हो। के तपाईँको गाउँमा तपाईँको जुन दुर्गम क्षेत्र हो, तपाईँ जुन दुर्गम क्षेत्रमा बस्नुहुन्छ त्यहाँ विकासका स्रोत कतिका छन्? तपाईँहरूको सरकारले बनाएको के सिस्टम मन परेन? हाम्रो गाउँमा बिजुली पानीको व्यवस्था छैन, हामी अन्धारोमा बसेका छौँ, पढाइको व्यवस्था छैन, मलेरिया लागेको छ, उपचार छैन, विद्यालय छैन, हस्पिटल छैन। के हो यो? बच्चाहरू पढाइको बल त गोरु चराउनु जान्छ, के यो मागको विरुद्ध उठाएको हात हतियार तपाईँहरू सही उपयुक्तमा हुनुहुन्छ के? तपाईँहरूको यो उठाएको हतियार मतलब सही छ के? तपाईँहरूले सरकारको विरुद्ध छेडेको मिसन सही छ? हतियार त सही छैन, काठको चलिरहेको चाहियो। कुरा छ भने हामीले